गुड मर्निङ साथीहरू सबैजनालाई वेलकम टु माई न्यू डे न्यू ब्लगमा। आज चाहिँ म बिहान छु। हामी चाहिँ घुम्न जान लागेको, कहाँ जान लागेको भन्ने कुरा अहिले एकछिनमा तपाईँहरूलाई देखाउँछु। अनि म चाहिँ धेरै दिनपछि आज आएको छु। 1 महिना नै भयो होला है, अस्ति नै हालेको थियो एउटा भिडियो। अनि आज चाहिँ सुहाना सुहाना मौसम भइरहेछ, घामहरू लागिरहेछ। आज चाहिँ म जाँदैछु घुम्नलाई। तर जुत्ता चाहिँ अलिकति हेर्नु राम्रो छैन क्या मेरो जुत्ता चाहिँ, त्यही भएर जुत्ता अहिले जुत्ताको कुरा के गर्ने होइन। धेरै दिनपछि भ्लगमा आएको छु, सबैले माया गरिदिनु होला। मेरो पुरानो यहाँ धुलो लागेछ के अरे पुरानो युट्युबहरूलाई पनि हेरेर साथ दिनु होला। म चाहिँ काम भएको कारणले चाहिँ आउन नसकेको क्या साथीहरू। हेर्नु न है, चेरी फलेर स्याउ सुन्तला फलेर होइन रातै चेरी अर्काको घरमा छ, के गर्नु। मेरो घरमा छैन, मेरो घरमा गएर म खाइहाल्छु। हिजो यहाँनिर एउटा चेर थियो, कसले टिपिसकेको। यो चाहिँ के फलेको हो थाहा छैन हामीलाई। अनि त्यही भएर म चाहिँ जाँदैछु साथीहरू, ल हेर्नु होला है तपाईँहरूले मजाले। साथीहरू हामी चाहिँ क्लाबानी आइसकेको छौँ। यहाँनिर के हो क्लाबानी चाहिँ, यहाँनिर अब जानेछौँ ट्रेन चढ्न साथीहरू। म चाहिँ सधैँ यो ठाउँ आउँछु भन्नाले पनि घुम्न चाहिँ आएको छुइनँ। ड्युटी चाहिँ यो बाटो जान्छु कि सधैँ देखेको हुन्छु, अनि घुम्न चाहिँ आएको थिइनँ। अनि आज धेरै पछि, हिजो पनि एउटा भिडियो बनाएको थिएँ ड्युटीबाट त्यहाँ आउँदा आउँदै, अनि आज पनि बनाउँदैछु मैले। क्रोएसियाको मेन सिटी चाहिँ यही हो साथीहरू, मेन सिटी चाहिँ यही हो। यो पानीहरू हुन्छ यही हो साथीहरू। घोडा साथीहरू हामी चाहिँ बस वेटिङमा। आजको कहानी भन्यो भने के हुन्छ थाहा छैन होइन, सरप्राइज थाहा छैन। घर गएर भात खाएर टिकट नपाएर होइन साथीहरू, अनि भर्खर आउँदैछु हामीहरू। धेरै सङ्घर्ष छ कता जानलाई, हामीलाई धेरै सङ्घर्ष भयो साथीहरू। भात खाएर पनि आएको, घर गएर पनि अब अमेरिका जाऊँ भनेर होइन यस्तो घुम्न जानुभएको। यो चाहिँ बस स्टेसन, फेलिक्स बस स्टेसन हो यो चाहिँ। जाँदैछु साथीहरू। हाम्रो चाहिँ यहाँ कुन, यो त 12 दिन होला, कुन बस हुन्छ हाम्रो? त्यो फ्लिक्स हुन्छ हो, फ्ल्याक्स कि फिलिक्स हौ। हामी चाहिँ त्यो बस स्टेसनमा आइसकेको छौँ साथीहरू। अनि यो कुन चाहिँ, यो त 12 दिन लेखिरहेछ अलरेडी। त्यो फिलिक्स चाहिँ के लेखेको थाहा छैन। अब हामी यहीँ हो, हामी बस चढ्छौँ यहाँबाट साथीहरू, अनि त्यसपछि जान्छौँ जर्मनीको यात्रा साथीहरू। हामी चाहिँ गाडी चढिसक्यौँ, पर्दैन अहिले भरे पिसेर गयो नि। अनि म चाहिँ यहाँ चाहिँ साथीहरू कुर्दा गाडी आइपुग्यो भर्खर। हामी जान लाग्यो साथीहरू। हाम्रो चाहिँ नेपाली दाजुको गाडी पर्छ। कस्तो राम्रो फर्स्ट जिन्दगी है जिन्दगीमा।
जिगेरै माझा 2 घन्टा लाग्यो साथीहरू हामी चाहिँ पुगिसक्यो यहाँनिर के भन्छ यो ठाउँलाई थाहा छैन हाम्रो च्यालेन्ज गाडी लाग्यो आइसक्रिम खाने आइसक्रिम कस्तो मजाले घुम घुम खाएर छ पनि ल जाउँ म त पहिला घुम अनि खाम लाइक ल साथीहरू हामी चाहिँ खतरा ठाउँ तर ठाउँको नामै थाहा छैन मलाई के हो पो भने त्यो दाजुले माना बिपी मानिए के पो भन्दै थियो बिर्स्यो निन्द्राले बेहोस भइसक्यो कोही ए ओइ कस्तो खाले गाडीहरू पनि रहेछ रेस्टुरेन्टहरू रहेछ यतातिर साथीहरू रमाइलो रहेछ हौ यो माथि चाहिँ ए यहाँमा त जङ्गल कहाँ लैहाल्ला मात्रै माथि आएपछि त सहर रहेछ नि त चर्च हेर्नु नि साथीहरू कस्तो राम्रो राम्रो यतातिर उता माथि जङ्गलतिर पनि जाने होइन साथीहरू हामी चाहिँ आएको छौँ माथि के हो के भन्ने ठाउँ हो थाहा छैन है मोनिस्टाप भन्ने देश यो पापा न्यू चर्चको पास्टर उता कता हो रहेछ नि फोटो निकाल्नु होइन त्यहाँ के पैसा तिर्नुपर्छ अनि खिचेर के काम थियो यहाँ यहाँ हेर त यहाँ फोटो खिच्ने त्यहीँ निस्किन्छ अरे साथीहरू हामी चाहिँ यो म खालि यो ठाउँको नामै बिर्सिन्छु कि के हो थाहा छैन है रिजन्स का अनि यहाँ चाहिँ आएको छु होइन हजुरहरूले हेर्न सक्नुहुन्छ म मजाले घुमाउँछु यहाँ त रहेछ यो बेच्ने ठाउँ के अरे के यहाँ जिजसको फोटोहरू पनि छ यहाँ सबै थोक छ है साथीहरू त्यो त टोइलेट हो क्या त्यो अस्ट्रियामा एउटा केटाले भिडियो बनाइबस्छ नि यस्तै पहाड जङ्गल त्यही छेउ के म त अल्छी पनि यहाँ फुल पनि फुलिरहेको छ ढकमक्क एउटा चाउ आइदे बोक तपाईँ खिच्ने साथीहरू हाम्रो गाउँतिरको बजार जस्तै लाग्यो हो मलाई हेर न यो सानो ब्याग बच्चाहरूको यहाँतिर ब्यागहरू रहेछ यहाँतिर हाम्रो गाउँको हेर कति मजाले हल्लिरहेको यो हेर न मान्छे त छैन त बेच्ने मान्छे त है क्यामेरा छँदैछ अनि यहाँ यस्तो हेर्ने बित्तिकै आइपुग्छ है अघि एउटा बुढिया तर महँगो होला यो ठाउँमा त वा साथीहरू हेर्नु होला हाम्रो गाउँको बजारको जस्तै मेला लागिरहेको रहेछ यहाँतिर कस्तो राम्रो झोला त राम्रो तर के गर्नु पैसा नै राम्रै छ जस्तो छ झोला राम्रो भएपछि पैसा नि अभियसली राम्रो हुन्छ यो चाहिँ हिँडेको होला चाबी डङडुङ लाएर गयो आनन्द है शीतल ल क्रोएसियाको बजार साथीहरू हेर्नु ल
बिस्कुटहरू रहेछ कुकिज यिनीहरू चाहिँ कस्तो पाइलट जस्तै छ त उयोहरू प्लेनको पाइलट हो कि ढुङ्गाको पाइलट हो नि थाहा कि यही चर्चको पाइलट हो कि ए चर्च यहाँबाट रहेछ अगाडिबाट साथीहरू यही ल्याए कि क्या हो तिमीलाई झुक्का होइन है तिमीहरू कहाँ चनामेरीबाट गएको यो हाम्रो घर मास्तिर आएको ठाउँ उस्तै उस्तै देखा खातिर साथीहरू हेर्न सक्नुहुन्छ साथीहरू यहाँ फोटो खिच्ने ठाउँ पनि रहेछ घामले चाहिँ आँखा हेर्नु नमिलेर यो चस्मा लाउने अवस्था भइरहेको छ मलाई चाहिँ अहिले हामीले चाहिँ खिच्यौँ अब कता कता जान्छौँ साथीहरू फ्रीमा दिन्छ यहाँ पैसा लिन्छ होला फ्रीमा खाएर चाहिँ मोमो जस्तो छ घेरा मगाएको त्यहाँनिर खानेकुरा बाँडिरहेछ कस्तो दामी के चर्च चाहिँ दामी देखिरहेछ साथीहरू हामी चाहिँ अब ओह्रालो झरेको यो पहाडतिर जान्छौँ के हुन्छ हेरौँ होइन ओइ छिटो आउनु तिम्रो पहाडतिर जान्छौँ हामी यतातिर माथि रहेछ यतातिर खानेकुराहरू यता पनि खानेकुराहरू ओह्रालो साथीहरू यहाँ चाहिँ पहाडहरू रहेछ यतातिर माथि हेर्नु न मान्छेहरू आमा छाता ओढेर हिँड्दैछन् हो यो माथि चाहिँ केही रहेछ कि यहाँतिर यहाँ चाहिँ आएर बत्तीहरू बाल्छ होइन त्यो चाहिँ ठुलो चर्च हो साथीहरू अनि यहाँतिर बत्ती यहाँ प्रे गर्छ क्या यहाँ पनि प्रे गर्दो रहेछ तर के को लागि प्रे गर्छ नै थाहा छैन मलाई फेरि चाहिँ साथीहरू यहाँ चाहिँ यो चाहिँ अस्ति नै हामी वहाँ त्यो के हो डेमा जाँदाखेरि यस्तै थियो कि सबैले यहाँ आएर चाहिँ बत्ती बाल्नुहुन्छ आफ्नो आफ्नो मान्छेको नाममा होइन यहाँ आएर चाहिँ बत्ती बाल्नुहुन्छ उहाँहरूले यहाँ चाहिँ धाराहरू पनि छ बत्तीहरू पनि बाल्नुहुन्छ अनि यहाँबाट चाहिँ माथि जाने हेर्नु होला जङ्गलमा हेर्नु न हाम्रो गाउँमा नि यस्तै जङ्गल छ हौ हाम्रो ठाउँतिर है युट्युबमा जे हुन्छ यस्तो केटीले बोलायो अरू कसले सेयर गर्नु भनेर मान्छेलाई नै सेयर गर्छु क्या के राखेँ मतलब मैले त्यो हेपेर हो भनेर पनि होइन है अब बोलिहाल्छु त्यही भएर ल साथीहरू स्याउहरू कस्तो मजाले गरेको अहिलेसम्म फ्रेन्डै छैन हामी स्याउ हेर्नु न यो भोलि पर्सि आयो भने स्याउ खानु यस्तो बाटो हेर्नु कति राम्रो साथीहरू जिजस क्राइस्टको कहानी होइन यहाँ हेर्न सक्नुहुन्छ कस्तो मधुर आएको क्या मधुर रहेछ यो जिजस क्राइस्टको छ हेर्नु होला यहाँ पनि छ साथीहरू
कस्तो रमाइलो ठाउँ रहेछ कि डाँडा पखेरा। इस आज चाहिँ कस्तो रमाइलो ठाउँमा चाहिँ आइपुग्यो तर धेरै टाढा। ल यहाँ हेर्नु ल, यहाँ चाहिँ हामी जिजसलाई चाहिँ मारेर अब सुत्नुभयो यहाँ चाहिँ। अनि यहाँ चाहिँ पुरै कहानीहरू छ तर चाहिँ म अब यहाँ लेखेको त छ, मलाई पढ्न आउँदैन है साथीहरू। ल राम्रो छ हेर्नु होला। अनि परपट्टितिर पनि रहेछ हेर्नु होला। हो उतातिर पनि छ, त्यहाँ पनि छ कि, त्यहाँ पनि रहेछ। त्यहाँ चाहिँ झुन्डाइएको परमेश्वरलाई त्यहाँ पर रहेछ त्यो चाहिँ है। यहाँ चाहिँ झुन्डाइएको साथीहरू हेर्नु, यहाँ देखाउँछु म। कहानी सबै कहानी यहाँ चाहिँ प्रभुसँग चाहिँ 3 जना पनि झुन्डाएको रहेछ है। यहाँ चाहिँ हेर्नु होला, प्रभु जिजस चाहिँ सुत्नुभयो। इस यहाँ चाहिँ को बोलिरहेको रहेछ, माइक रहेछ। कस्तो डाँडा काँडा है, कस्तो रमाइलो ठाउँ हेर्नु न साथीहरू। ल यहाँबाट पो दामी देख्दो रहेछ त। ल क्रोसिया त हो ल साथीहरू, क्रोसिया नराम्रो छ त, हाम्रो यस्तो दामी क्रोसिया छ। ल हेर्नु त वहाँ तलबाट आएको हामी हिँडेर। साथीहरू यहाँ चाहिँ सबैजना प्रे गर्नुपर्छ। साथीहरू हामी चाहिँ घुमेर भ्याएर अब कफी खाँदैछौँ। हाम्रो पसलमा त्यस्तो फर्म आउँदैन है, यहाँ त कस्तो फर्म आउँछ त। चिनी अलिक पुगेन, मिठो छ, चिनी अलिक पुगेन। फर्म धेरै कि केही छैन यो भित्र, फर्मै बेसी छ। ल what is that? I don't like this form. Oh मारे पाखे आएछ। गाडी चल्यो भने गाह्रो हुन्छ के हो, प्लास्टिक छ कि छैन भन्नकै गाह्रो सुतेर जाने नि त। अब के गरे हो, फर्म नखाने कि सायद यो गाडी घुम्छ, घुमेर आउँछ होला। कुन गाडी होला, कुन डाँडामा पुगेर आउँछ। यो गाडी नलाग्यो लाग्छ। मलाई के थाहा, अब म त्यहाँ गएन। खिलिक के खिलिक पत्ला जग्गा जस्तो देख्छ है।